यो चाहिँ रामनगरबाट अगाडि ठिमुरा जाने बाटो हो। हामी ठिमुरा जाने बाटोमा अगाडि बढ्दैछौँ। टिपर आतङ्क देख्नुहुन्छ अगाडि टिपर आतङ्क। यहाँ चाहिँ बेलुका बाघ पनि देखिन्छ है। बेलुका चाहिँ बाघ मृगहरू पनि देखिन्छ यहाँ चाहिँ। कहिलेकाहीँ देखियो भन्ने कुरो हुन्छ। हाम्रो एकदम यहाँको स्थानीय बासिन्दा अगाडि जानुभएको छ हाम्रो सरोज ढकालजी। उहाँको यो दुथौली घरै यहीँ छ अहिलेसम्म पनि। उहाँ राति एक दुई बजीसम्म पनि हिँडिरहनुहुन्छ यो बाटो। तर अहिलेसम्म चाहिँ त्यस्तो कुनै अप्रिय घटना घटेको जानकारी चाहिँ छैन। तर देखियो अरे भन्नेमा चाहिँ धेरै सुनिन्छ। हामी पनि राति प्रायः हिँडेर हुन्छौँ यो बाटो चाहिँ। त्यस्तो धेरै देखिएन। त्यही भएर होइन चट्टक्क बल्लाएर यस्तो छैन। हाम्रो अब बल्कासी हुनुहुन्छ यहाँ। बल्कासी स्कुटरमा जानु अहिले ठुलो बाइकमा बस्नुपर्छ नि बुद्धिमा जानेर। अलिकति यो बाटो चाहिँ कतै ओह्रालो छ। अब हामी चाहिँ जो ठिमुरा चाहिँ इन भयो। ठिमुरा चाहिँ प्रसिद्ध के को लागि छ अरे भन्दा ठिमुरामा एउटा दुध छ होइन। दुधको के छ अरे दुध डेरी छ। दुध डेरीलाई चाहिँ अलिक फेमस छ। यताबाट यता गयो भने चाहिँ रिसोर्ट छ एउटा ठिमुरा रिसोर्ट। अहिले चाहिँ ठिमुरा रिसोर्ट ग्याङस्टरहरू नि त त्यो बोको हराम। अब त्यस्तै हराम मान्छे हुनुहुन्छ क्या। त्यही भएर त्यो उहाँको नाम पनि हामीले त्यही अनुसार राखेको हो। किन उहाँ पनि राति एक दुई बजे पनि यो बाटो हिँडिरहने। अनि ठिमुरा रिसोर्ट जाने बाटो चाहिँ यताबाट ठिमुरा रिसोर्ट जान्छ। तिनचोटि भत्केर तिनचोटि खोलाले बगाएर चारचोटिमा सम्पन्न भएको चाहिँ पुल छ। यो पुलको बाटो आइयो। हामी उताबाट गएको भए पनि हुने थियो। एउटा चाहिँ यहाँबाट पनि छ मदन भण्डारीलाई सालिकबाट पनि अहिले यो पुल सञ्चालन आयो भने लगभग सबैको घर आइसकेको छ। यहाँ पिचबाट भन्न लागेको होइन तलपट्टिबाट हो। यो गर्मी एरिया नै हो नि यो पनि है। तपाईँको घर चाहिँ मकै हेर मकै बेमौसमी मकै है। मतलब मकै हुन्छ लाग्छ नि त। तर बस्नु चाहिँ कायदा छ है। मजा त छुट्टै छ नि यार। ठिमुराको चाहिँ उहाँ हो त्यो माथि देखिएको चाहिँ डाँडाकालिका भइहाल्यो होइन। बोकाहरू ल बोका त्यसै बोका हराम भने होइन कि ठाउँ पक्कै बोका आइरहेको छ। त्यतिकै राम्रो घरै बनाएको मान्छेहरू बसेको छ। ठिक छ कि एरिया यार। ठिक छ किनभने नजिक पनि छ एक हिसाबले। हाइवेबाट यतिको नजिक त सामान्य हो नि। अनि आफ्नै परिसरबारी है यताउति गरेर खानालाई राम्रो छ। अब यो बाटो सिधा गयो भने चाहिँ दुध उत्पादन त्यो चाहिँ दुधको डेरी फ्याक्ट्री हो। यो सबै टिपर लाइनमा छ पुरै हो। टिपर दुधको लाइन छ। हामी यहाँबाट चाहिँ दाहिने जान्छौँ। तिनचोटि भत्केर बनेको पुलमा जान्छौँ हामी। अब खोलाले नि बगाएको यो पुल छ होइन अझ। एकचोटि बाढी आउँदाखेरि पनि बाढीले नै बगाएको पुल हो। अहिले चाहिँ देखिरहेको पुल हो त्यो। अहिले चाहिँ त्यो ठिकै छ। दृढ अवस्थामा त छैन। जोस चलिरहेको छ। कलेश्वर धाम कहिले यो त्यसमा नि आएर कुन चाहिँले पैसा उठाएर के लुटेर लगेर के के छ। जो आउँछ खान्छ बस्छ धोती सोती टोपी बनाइदिन्छ नि अन्त। यो चाहिँ 1 किलोमिटर 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 1 कि
बजे ल 3 चोटिमा भत्केर 4 चोटिमा सक्सेस भएको पुल यही हो जुन यो तल बगेको चाहिँ नारायणी नदी हो रिसोर्ट होला त्यो अगाडि कामका कार्यकलापहरू अगाडि भइरहेछ हामीले डक्टरहरू यस्तो गर्छौँ मेरो घर पुरै भिडियो भाइरलमा छ कुन टुप्पो भनेको छ नि तल टुप्पो भन्नु न माथिले त हुन्न यसलाई पाइल छ त्यही भएर यो चाहिँ अहिले तर्सिरहेको थियो भिडियो अङ्कल आएको थियो यो 3 चोटिमा सकिएर के अरे भत्केर 4 चोटिमा सक्सेस भएको ठिमुदा रिसोर्ट के अरे ठिमुदाको पुल भनेको यही नै हो होइन नि केही अनि लाइन त अब के को लाइन लाउनु साबुन पानी खाइरहेको छ तर पुल गर्नु साबुन पानी खानु के छ बनाउनु तैँले